कुनै पनि दिन हाम्रो भात खाएको कुरा आउला तर खेत खाएको कुरा आउँदैन। चकलेट खाएको प्लेन चढ्दा चकलेट खाएको कुरा आउला, सिंगै प्लेन खाएको कुरा आउँदैन। हामीले चिया खाएको कुरा आउला, चिया बगान खाएको कुरा आउँदैन। हेटौडाको कपडा उद्योगको कपडा लाएको कुरा आउला, कपडा उद्योग खाएको मुद्दा आउँदैन। कुनै पनि दिन तपाईको सांसद, तपाईको अगाडि उभिरहेको सांसद, यी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कुनै पनि दिन भ्रष्टाचारको मुद्दामा पक्राउ पर्ने छैनन्। यताबाट काली गण्डकी बनेर रवि लामिछाने बग्दै आउनुभयो, यताबाट त्रिशुली बनेर बालन शाह बग्दै आउनुभयो, देवघाटमा भेट भयो र एउटै नारायणी बनेर बगिरहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी एक भएर जानेछ, एक ढिक्का भएर जानेछ। राष्ट्रिय स्वतन्त्र पार्टी फुट्छ। यो राष्ट्रिय स्वतन्त्र पार्टी अन्डा फुटे जसरी फुट्छ, न भुइँमा हुन्छ न भागमा हुन्छ भनेका छन्। ठिक भन्यौ साथी, राष्ट्रिय स्वतन्त्र पार्टी अन्डा फुटे जसरी फुट्छ, तर माउले कोरले पछिको अन्डा जस्तो अन्डा फुट्छ, चल्ला निस्किन्छ, हल्ला निस्किँदैन। राष्ट्रिय स्वतन्त्र पार्टी फुटेछ भने पनि मान्छे बनेर निस्किनेछ, मजबुत बनेर निस्किनेछ। यति कुरा म तपाईहरुको बीचमा राख्न चाहन्छु। हाम्रो प्रधानमन्त्री माथि विभिन्न खालका टीका टिप्पणी भएको सुन्छु, हाम्रो पार्टी सभापति माथि विभिन्न खालको टीका टिप्पणी गएको। हाम्रो पार्टी महाधिवेशन आउँदै गर्दा 7, 8 र 9 गते चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय महाधिवेशनको तयारी भइरहेको छ। विभिन्न खालका टीका टिप्पणी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीमा गुटै गुट छ, 2 धर्सा छ, 3 धर्सा छ, छैन। राष्ट्रिय स्वतन्त्र पार्टी एकै धर्सा छ। 7, 8 र 9 गते चितवनमा महाकुम्भ मेला लाग्नेछ। त्यो कुम्भ मेलामा नारायणीमा स्नान गरेर राष्ट्रिय स्वतन्त्र पार्टी थप मजबुत र थप बलियो भएर जानेछ। यहाँहरुसँग धेरै कुरा बताउनु पर्ने केही पनि छैन। म छोटकरीमा 2-4 वटा कुरा मात्र यहाँहरुको बीचमा राख्न चाहन्छु। आदरणीय साथीहरु, लामो समय देशले ठूलो एउटा संकट बेहोरेको थियो। ठूलो संकटको बीचबाट पछिल्लो समय एउटा जेनजी आन्दोलन भयो र त्यो जेनजी आन्दोलनको जगमा निर्वाचन हुँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी एउटा मजबुत राजनैतिक शक्तिको रूपमा यो देशमा उदाएर आएको छ। लामो समयदेखि जरा गाडेर कुसंस्कार र कुरीतिको विरुद्धमा लड्दै गर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा ठूलो बहुमत प्राप्त गरेको छ। नेपालको संसदीय अभ्यासको झण्डै 75 वर्षको लामो संघर्षलाई हेर्ने हो भने यो बीचमा धेरै राजनैतिक शक्तिहरू ठूला ठूला बहुमतका साथ उदाएका थिए, तर जनताका मतहरू सम्मान हुन नसक्दै गर्दा भदौ 23 र 24 मा भएको जेनजी आन्दोलनले एउटा नयाँ रूप ग्रहण गरेको छ। आदरणीय साथीहरू, यो 75 वर्षको नेपालको सामाजिक आन्दोलनलाई हेर्ने हो भने यो बीचमा नेपाली कांग्रेसले थालेको मुक्ति आन्दोलन, माओवादीले थालेको जनमुक्ति सेनाको आन्दोलन हुँदै अस्ति 62-63 को आन्दोलन र यो जेनजी आन्दोलनको यो बीचको संघारलाई फर्काएर हेर्ने हो भने लामो त्याग तपस्या बलिदान र योगदानबाट नेपालको एउटा राजनैतिक संस्कार नयाँ ढंगमा प्रवेश गरिसकेको छ। अहिले यो बीचमा लामो समय संघर्ष हुँदै गर्दाखेरि यो बीचमा 52 सालतिरबाट सुरु भएको माओवादीको जनयुद्धमा धेरै नेपालीहरूको रगत र पसिनाहरू बहेको छ। यही बीच